हेलो गाइज नमस्ते एन्ड वेलकम टु माई अनदर भिडियो। आज पनि म फेरि अर्को पटक काठमाडौँ गइरहेको बेलामा मेरो श्रीमतीले अस्तिको झैँ यसपालि पनि रोटी पकाइदिन्छु बुढा लैजानु बाटोमा खाना चाहिन्छ भन्दै थिइन्। त्यसपछि मैले पर्दैन भो किन दुःख गर्छु र भनेको होइन रोटी लैजानु। त्यसपछि त तपाईँले अब उतैको खानै छ, उताको खाना खानै छ। जस बाटोमा जाने बेलामा एक छाक भए पनि मेरो हातको रोटी र साग खाएर जानु होला, राम्रो हुन्छ भनिन्। त्यसपछि रोटी पकाउन सुरु गरिन् अनि रोटी पकाइन्। रोटी र अनि निउरोको साग पकाइसकेपछि अनि ट्याक्क लाएर यस्तो मजाको निउरो पाक्यो है। अनि त्यसपछि मजाले प्याक गरिदिन् रोटी अनि कागजमा हालेर रोटी र साग अनि खुर्सानी प्याक गरिसकेपछि अनि ट्याक्क लाएर हामी चाहिँ अब काठमाडौँको लागि हिँडेका थियौँ। त्यो हिँडेको भिडियो अर्कोमा छ है गाइज, त्यहाँ गएर हेर्नु होला, मेरो प्रोफाइलमा छ। र त्यसपछि यो भिडियोहरूमा चाहिँ नराम्रो कमेन्टहरू नहान्नु होला है, नगर्नु होला प्लिज कृपया। हामीले चाहिँ हाम्रो आफ्नो आपसी माया प्रेमलाई चाहिँ अविस्मरणीय बनाउनको लागि बनाउँछौँ यो भिडियोहरू होइन। यसमा नरमाइलो कमेन्टहरू चाहिँ कोही पनि नगर्नु होला है, तपाईँलाई आग्रह छ। त्यसपछि हामीले यसरी बसमा बसेर दुईजना भाइ, एउटा भाइ र मैले चाहिँ यसरी रोटी खायौँ होइन। सब बस खाली थियो, पुरै बसको मान्छेहरू होटेलमा गएर खाइरहेको थिए। अब मलाई ठ्याक्कै भन्नुपर्दा होटेलको खाना खासै मन पर्दैन। त्यही भएर थ्याङ्क यू बुढी, लभ यू, मिस यू।